मेट्रोपोलिटन सिटी भएको आधारले थिएटर फेस्टिभल, फिल्म फेस्टिभल, ओभरअल आर्टलाई प्रमोट गर्नु पनि हाम्रो जिम्मेवारी पनि हो र मेट्रोपोलिटन सिटी भन्नलाई यो चिजहरू चाहिँदो रहेछ भन्ने कुरा पनि बिस्तारै बुझ्दै पनि छौँ। हामीले विभिन्न विधालाई चाहिँ प्रमोट गर्न खोज्दैछौँ। अब हिजो कुरा गर्दाखेरि जस्तै हाम्रो छुट्टै विभागहरू हुँदैन, हाम्रो छुट्टै खेलकुद विभाग छैन, तर हिजो कुरा गर्दै जाँदाखेरि छुट्टै खेलकुदको लागि पनि विभाग चाहिँदो रहेछ। हाम्रो सामाजिक विभाग अन्तर्गत सबै पर्छ। त्यसरी नै हामीले आर्टलाई प्रमोट गर्नलाई आर्ट ओभरअल सबै कुरा आयो, फिल्म पनि आउँछ, म्युजिक पनि आउला, अरू हाम्रो भनौँ न पेन्टिङ सम्बन्धी कुराहरू आउला। धेरै कुराहरूलाई चाहिँ बिस्तारै प्रमोट गर्न बाँकी छ। अब कुन कुरालाई चाहिँ प्राथमिकता दिने भन्ने कुराहरू पनि आउँदो रहेछ। अनि प्रायः चाहिँ मान्छेको बुझाइ कस्तो हुन्छ भन्दाखेरि एकदमै सम्पन्न भइसकेपछि मात्रै चाहिँ हामीले आर्टतिर इन्भेस्ट गर्ने हो भन्ने बुझाइ हुन्छ। तर त्यो पनि बुझाइ गलत नै रहेछ। किन भन्दाखेरि हाम्रो स्थिति, हाम्रो अब अवस्था जस्तो छ अहिले, त्यही अवस्था, त्यही हैसियतकै हिसाबले हामीले बिस्तारै आर्टलाई पनि अगाडि बढाउँदै जानुपर्छ। सम्पन्न भइसकेपछि, एउटा कस्मोपोलिटन सिटी भइसकेपछि मात्रै गर्नुपर्ने चिजहरू होइन रहेछ यो चाहिँ हामीले हाम्रो गाउँपालिका भए पनि गर्नुपर्छ, नगरपालिका भए पनि गर्नुपर्छ, महानगर भए पनि गर्नुपर्छ भन्ने चाहिँ बुझाइ बुझ्दैछौँ।